के हो यति राम्रो फुल जस्तै? अरे यति राम्रो फुल होइन क्या यो फल हो एउटा यो केटाले खाने चिज हो कि कस्तो को केटल खाने भने यो केटल खान नमिल्नु भने केटीले नखाने मिल्ने हुनाले त मैले ल्याएर यति महँगो हुन्छ यो केटाले खाने चिज मात्र हो कि कहाँ लेखेको छ र केटल खानु र केटली खानु भन्ने यो कति महँगो होला रे यो 30-40 रुपियाँ भन्दा ए भाइ लेख्नु पर्छ भन्ने हुँदैन केटाले खाने चिज हो यो चाहिँ यस्तो हुन्छ हो भने के यार दोकानमा सोध्न मन्डीमा गएर सोध त खै दिने रहेछन् किन धेरै महँगो हुन्छ नि फेरि कति महँगो होला रे यो 30-40 रुपियाँ भन्दा बढी 30-40 अनि कति 250 को हो यो खुबै 250 मासु जति होला यो के छ र यो पातै यत्रो गानो मात्र खाले केटाल मात्र खाने चिज हो कि होइन कमेन्ट लेख भन्नु ल साथीहरु यो केटल मात्र खाने हो कि केटिल पनि खान मिल्छ यो कमेन्टमा लेख्नु होला है तपाईहरुबाट यामा थाहा पाइन्छ ल तपाईहरु बताइदिनु होला जसरी भए पनि यो चाहिँ जहाँ पाए त्यहाँ हुँदैन नि फेरि हो त्यो पनि हो कुरो जहाँ पाए त्यहाँ हुँदैन जसले चाहिँ जस तैँले समात्यो भने यो चाहिँ सानो हुन्छ कसरी सानो होला कस्तो पागलको जस्तो कुरा गर्छन् भने यो त्यस्तै सेट समायो भने झन् सानो हुन्छ त्यही भएर समाउने होइन यसलाई चाहिँ उत्पादन गर्नु कति गाह्रो हुन्छ त्यतिकै खानु भनेर यार मुगा चाहिँ च्याट्ट केटीले पनि खानुपर्छ सबैले खानुपर्छ भन्छ नत्र उत्पादन गर्न के गर्नु पर्यो जब फल त हो आफै फल्ने फल त हो रे आलु लगाए जसरी फ्याट आलु उम्रिया जसरी उम्रिला खुसी होला कस्तो अनि के यहाँ के मसिनद्वारा बनाउने होला नि यसलाई कहाँ कुरा गर्दा रे कति समय लाग्छ बनाउन त्यो आलु रोपेर आलु निकालेर जस्तो फल आफै उब्जिने होइन कि कस्तो कुरा गर्छ नजाने